टस्टिलेक सबैजनालाई अनि आज चाहिँ मैले यो चारवटा कुरा लिएको छ एकदमै अमूल्य छ। यो चाहिँ हामीले धर्म गर्दाखेरि फर्स्ट कस्तो भावना गर्नुपर्छ, शरणमा जानुभन्दा तीर्थशरणको शरणमा जानुभन्दा अगाडि चाहिँ हामीले कस्तो भावना गर्नुपर्छ भनेर चाहिँ एउटा यो बुद्धिज्ममा चाहिँ यस्तो चारवटा कुरा छ हैन। फर्स्ट चाहिँ दर्जर किनिका भनेको चाहिँ मानव देह एकदमै अमूल्य छ भनेर भावना गर्नुपर्छ रे हैन। त्यसपछि चाहिँ मिताक्पा भनेको चाहिँ अनित्य, यो संसार सबै अनित्य हो, क्षणभङ्गुर हो भनेर भावना गर्नुपर्छ रे हैन। खोरवा दुङ्गाल भन्छ, खोरवा दुङ्गाल भनेको चाहिँ यो संसार चाहिँ दुःखमय छ भन्छ हैन। त्यसपछि ले गुन्डे भनेको चाहिँ कर्म हेतुफललाई विश्वास गर्नुपर्छ भन्छ। अनि त्यसै कारणले यो चारवटामा फर्स्ट चाहिँ हामीले के भयो, मानव चोला। मानव चोला चाहिँ हाम्रो एकदम अमूल्य रत्नको प्रतीक हो रे। यो सुन चाँदी हीरा मोती भन्दा नि एकदमै अमूल्य चाहिँ मानव चोला हो भन्छ। यो मानव चोला चाहिँ एकदमै पुण्य सम्पन्न, धेरै पुण्य कमाएको फलले चाहिँ हामीले मानव चोला पाएको। एकदमै पहिलाको जुनीमा चाहिँ हामीले प्राणी दान हुन्छ नि, आफ्नो प्राण दान दिएर चाहिँ मानवको देह पाएको हो रे। यो चाहिँ बारम्बार पाउँदैन रे, जस्तो उदुम्बरको फुल जस्तो हो भन्छ। उदुम्बरको फुल भनेको चाहिँ हतपत फुल्दैन रे कि धेरै वर्ष लाग्छ रे त्यो फुल पाउनलाई चाहिँ। त्यस्तो अमूल्य रत्न चाहिँ हामीले पाएको छ रे। सबै प्राणीहरूमा पनि सर्वश्रेष्ठ प्राणी चाहिँ मानव त हो रे न। देवी देवताको भन्दा नि अमूल्य चोला चाहिँ मानवको हो भन्छ। देवी देवताको नि कस्तो, उहाँहरूको चाहिँ अहिले पुण्य हुनेसम्म चाहिँ आफ्नो देवलोकमा चाहिँ खाना लाउन सोच्न सक्दा इच्छा सबै पूर्ति हुने हैन। अनि पछि आफ्नो पुण्यहरू सकेपछि चाहिँ आफ्नो शरीरको लुगाहरू पनि गनाउँदै जाने, कुहिँदै जाने, फुलहरू सबै झरेर जाने, अनि आफ्नो साथीहरू पनि टाढिँदै जाने। फेरि पुण्य सकेपछि फेरि मानिसकै देह लिनुपर्छ भन्छ कि मानवकै चोला लिएर फेरि पुण्य कमाउनु पर्छ अनि मात्र बुद्धत्व प्राप्त हुन्छ भन्छ। यदि हामी बुद्धत्व प्राप्त गर्नको लागि चाहिँ हामीले चाहिँ मानवकै चोला लिनुपर्छ अरे हैन। जस्तै भगवान बुद्धले नि मानवकै देह लिनु भयो हैन, गुरु पद्मसम्भवहरू बनाऊ, तर उहाँहरूको चाहिँ प्राणीलाई एउटा ज्ञान दिनको लागि लीला रचेको हो भन्दा नि मानवको चोला नै लिनुपर्छ भन्छ। गुरुहरूले नि करुणाको भावना प्राणीको हितमा जन्मिनु भयो नि त हैन। उहाँहरू पनि एकदमै प्राणी हितको निम्ति हो। यो मानवको चोला लिइसकेपछि मात्र हामीले चाहिँ प्राणीको हित गर्न सकिन्छ भन्छ। यो मानवको चोला चाहिँ एकदमै अमूल्य हो। योलाई चाहिँ व्यर्थको कुरामा हामीले टाइम वेस्ट नगरेर साँच्चैको सत्कर्ममा र अरूको हितमा र आफ्नो हितमा नै लगायो भने चाहिँ यो चाहिँ एकदमै अमूल्य हुनेछ, किनभने यो चाहिँ बारम्बार पाउँदैन भन्छ। अर्को चाहिँ अब मिताक्पा भनेको चाहिँ अनित्य, यो संसार चाहिँ अनित्य हो रे। यो चाहिँ बन्ने रहिरहने, यो कहिले पनि हुँदैन। यो चाहिँ के भन्छ जान्छ अरे कि यो चाहिँ क्षणिक क्षणभङ्गुर भन्छ नि, सबै चिज क्षणिक हो भन्छ। अब यदि यो सबै क्षणिक हो, आफ्नो शरीर पनि छैन, हामी बच्चा थियो अहिले ठुलो भएपछि बुढापा हुन्छ हैन। हाम्रो आफ्नै स्वयंमा हेरौँ हामी कति परिवर्तन भयो, पहिले र अहिलेमा हामी कस्तो भयो, आफ्नो शरीरलाई हेरौँ अरू कहीँ नहेरौँ, हामी कति परिवर्तन भयो, कति हामी क्षणमा परिवर्तन हुँदैछ। हो यस्तो अनित्य चिजमा केमा एट्याचमेन्ट गर्ने, केमा मोह गर्ने, केमा रेस्ट गर्ने हैन। सबै चिज अनित्य छ। एक दिन मैले यो शरीरलाई पनि पालन पोषण गरेर यति धेरै हामीले केयर गरेको शरीर पनि मसँग रहँदैन भनेदेखि चाहिँ म केसँग चाहिँ मेरो भनेर बस्ने हैन। सबै चिज चाहिँ अनित्य हो, परिवर्तनशील हो भनेर त्यस्तो भावना गरेर चाहिँ वैराग्य जाग्नुपर्छ अरे हैन। त्यसपछि खोरवा दुङ्गाल भनेको चाहिँ संसार चाहिँ दुःखमय छ भन्छ कि एकदमै संसार चाहिँ दुःखमय छ भन्छ नि। त्यसपछि चाहिँ जन्मिनु दुःख हैन, जन्मिँदाखेरि पनि कति दुःख हुन्छ। अब आमालाई दुःख, त्यो बच्चालाई पेटमा बस्दाखेरि दुःख हुन्छ। अब यो दुःखको एकदम अब यो सर्टकटमा भन्दाखेरि चाहिँ जन्मिनु दुःख अरे हैन, बुढापा दुःख अरे, बिरामी हुनु दुःख अरे, मृत्युको क्षण दुःख अरे के। संसार चाहिँ एकदमै दुःखमय छ अरे हैन। त्यसै कारणले चाहिँ यो दुःखमय संसारलाई चाहिँ तपाईँले सुखमय बनाउनका लागि चाहिँ धर्मसँग जोड्नुपर्छ, सत्कर्मसँग जोड्नुपर्छ, सद्गुरुसँग जोड्नुपर्छ। अनि चाहिँ हामीले यो दुःख भावसागरबाट चाहिँ हामी तर्न सक्छ अरे। अनि ले गुन्डे भनेको चाहिँ कर्म हेतु फल भन्छ। हामीले चाहिँ कर्म हेतु फललाई विश्वास गर्नुपर्छ भन्छ। किनभनेदेखि हामीले जबसम्म कर्म हेतु फललाई विश्वास गर्दैन तबसम्म हामीलाई के हुन्छ, आफूमा आएको दुःख कष्ट जति सबै बाहिरबाट आएको देख्छ कि। शत्रु उसले गर्दा मलाई दुःख भइरहेको छ, यो कारणले मलाई दुःख भइरहेको छ, उसले मलाई गर्दा उसले दुःख दियो, कष्ट दियो। यदि तपाईँले आफ्नो कर्म हेतु फललाई विश्वास गर्यो भने ऊ
मैले अहिले दुःख पाएको चाहिँ मेरो कर्मको फलले गर्दा रहेछ भनेर तपाईले त्यस्तो भावना भएपछि अरूप्रति दोष हुँदैन। तपाई आफूप्रति होशियार हुन्छ। आफूले गर्ने प्रति अब आउने कर्मप्रति चाहिँ तपाई होशियार भएर सत्कर्म गर्न थाल्छ हैन। त्यसैगरी कर्म हेतु फललाई विश्वास गर्नुपर्छ भन्छ। अनि जस्तो बिउ रोप्यो त्यस्तै फल फल्छ नि हैन। कसै पनि मान्छेले आफूलाई दुःख कष्ट हुने बिउ त कसैले पनि रोप्न चाहँदैन नि। हाम्रो यो मानव चोला भनेको चाहिँ एउटा बारी जस्तो हो रे, एउटा गार्डन जस्तो रे। तपाईले यहाँ फूल पनि रोप्न सकिन्छ, काँडा पनि रोप्न सकिन्छ, तर चोइस तपाईको हातमा छ। तपाई फूल रोप्नुहुन्छ कि काँडा रोप्नुहुन्छ हैन। अनि कर्म हेतु फलमा विश्वास भयो भनेदेखि तपाईले पहिलाको कर्ममा दुःखलाई पनि स्वीकार गर्न सक्छ र अब तपाईले गर्ने कर्म त्यस्तो गर्न चाहन्न जब तपाई दुःख पाउने कर्म तपाईले गर्न चाहन्न नि। त्यसैकारणले कोही मान्छेको तपाईको जीवनमा दुःख कष्ट गरेर दुःख दिइरहेको छ। तपाईको कर्मको फलले त्यो मान्छे, त्यो चीज, त्यो वस्तु, त्यो परिस्थिति कारण भएर मात्र आएको, त्यो चाहिँ आफ्नै कर्मको फल आफूले भोग्नु परेको हो भन्छ। त्यसैकारणले कर्म हेतु फललाई विश्वास गर्नुपर्छ भन्छ। अनि यो चारवटा कुरालाई विश्वास गर्यो भने चाहिँ हामीले साँच्चीकै धर्मप्रति श्रद्धा भक्ति राख्ने, हामीले चाहिँ साँच्चीकै धर्म गर्नु मन लाग्छ भन्छ। त्यसैकारणले पहिला चाहिँ हामीले चाहिँ यो मानव चोला चाहिँ एकदमै अमूल्य रहेछ हैन। यो मानव चोला चाहिँ सत् उपयोग गरौँ, यसलाई खेर नफालौँ हैन। छ्याङबगुरको एउटा टेन्सनहरू लिएर मान्छे सुसाइड गर्ने गर्छ। त्यस्तो सुसाइड गर्ने मान्छेहरूलाई फेरि मानव देह पाउन एकदमै कठिन हुन्छ भन्छ। अनि यो अनित्यको भावना गरौँ। यो सबैसँग किन यति धेरै मोहित गर्ने? सबै चिजको अन्त्य हुन्छ भनेदेखि संसार दुःख माया छ। जन्मिनु दुःख हैन, बुढापा दुःख, बिरामी हुनु दुःख, मृत्युको दुःख। त्यो दुःखबाट हामी पार हुनका लागि चाहिँ सद्धर्मसँग जोड्नु पर्ने छ, सद्गुरुसँग जोड्नु पर्ने रहेछ। अनि आफ्नो कर्मप्रति होशियार हुनुपर्ने रहेछ। जस्तो बिउ रोप्यो त्यस्तै फल फल्छ भन्छ नि हैन। त्यसैले यो भावना गर्यो भने चाहिँ हामी साँच्चैको नै सत्कर्मप्रति र सद्धर्मप्रति गएर हामी साँच्चैकै यो संसारबाट फेरि दुःखमा हामी जन्म लिँदैन र यो मानवको अमूल्य मानव चोलाले चाहिँ हामीले सत्कर्म र सद्धर्म गरेर सत् उपयोग गरौँ र आफ्नो हित र परहितको लागि उपयोग गरेर हामी यो एक दिन यो संसार छोड्नु नै पर्छ र एकदम शान्तिपूर्वक आनन्दपूर्वक मर्दा पनि तपाईलाई दुःख होस् कि मैले साँच्चैकै सत्कर्म गरेको छु भनेर मर्दा त्यतिखेर मृत्यु पनि तपाईको लागि मैले भन्नु सधैँ शान्ति र आनन्दित हुन्छ। हामीले मृत्यु हुने कला पनि सिक्नुपर्छ भनेर चाहिँ भगवान बुद्धले भन्नुहुन्छ, गुरुहरूले भन्नुहुन्छ। अनि मलाई इन्डिङसम्म सुनिदिनु भएकोमा धन्यवाद। मेरो केही शब्दहरू मिलेको छैन भनेदेखि माफ गरिदिनु होला। मैले एकदमै जानेर बुझेर भनेको त होइन, तर मैले जस्तो गुरुहरू र आफूले धेर थोर पनि अभ्यास भएको कुराले थाहा भएको कारणले तपाईहरुलाई शेयर गरेको हो। अनि तपाईहरु सबैको हित होस्, प्राणी सबैको मङ्गल होस्। नमो बुद्धाय, सर्वमङ्गल।